सम्पूर्णलाई ताजा जय मसीह। म बेन्जामिन सुनसेवक साथमा भाइ युवनको तर्फबाट म तपाईको बीचमा केही कुरा बोल्न गइरहेको छु। हिजो साँझ 11:30 मा भाइ युवन मेरो साथमा मेरो घरमा आइपुगेको छ र भाइ युवनले बाइबल अध्ययन गर्दै गर्दा केही वचनहरू मुखस्त गरेको छ र त्यो वचन बोल्न गइरहेको छ। तपाईले ध्यान दिएर सुन्नु होला र आशिषलाई लिनु होला। यूहन्ना 3:16 किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभएको छ कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभएको छ ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। 1 कोरिन्थी 3:16 के तिमीहरूलाई थाहा छैन? तिमीहरू परमेश्वरको मन्दिर हो र परमेश्वरको पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। 2 कोरिन्थी 5:17 यस कारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। आमेन। आमेन। प्रभुलाई विशेष धन्यवाद। भाइ अत्यन्तै लागु औषध ड्रग एडिक्टबाट छुटकारा हुन हृदयभित्रबाट उसले निर्णय गरिकन मेरो साथमा छ। हिजो साँझदेखि मसँगै बस्छ, मसँगै खान्छ, मसँगै सेवा सङ्गति गर्छु भनिकन आएको छ र भाइले थोरै समयमा प्रभुको शक्तिशाली आशिषित वचनलाई मुखस्त गरेको तपाईले सुन्नुभयो र देख्नु पनि भयो। अनि यो वचन सुन्दै गर्दा र भाइलाई मैले देख्दै गर्दा धेरै कुराको बदलाव र परिवर्तन देख्दैछ र तपाईहरुले यो भिडियो हेरिकन अझै भाइ युवनको लागि र हाम्रो सम्पूर्ण नयाँ गेत्समनी मण्डली परिवारको निम्ति प्रार्थनामा सम्झना गरिदिनु होला भन्न चाहन्छु। हस्त दोस्रो पटक ताजा जय मसीह।